हेलो गाइज, वी आर ब्याक हियर। आज म हजुरहरूले ब्रासेसको बारेमा भन्न गइरहेको छु हैन। अब मान्छेले ब्रासेस किन लाउँछन् हैन त्यो भन्न गइरहेको छु। अब दाँत बाङ्गो टिङ्गो कसैको अगाडि पछाडि हैन कसैको क्राउडिङ हुन्छ हैन। अब त्यस्तो केसमा चाहिँ ब्रासेस लाएर दाँत चाहिँ मिलाउन सकिन्छ हैन। यही हेर्न सक्नुहुन्छ यो मोडेलमा अगाडि पछाडि क्राउडिङहरु जस्तो समस्या देखिरहेछ हैन। अब यसमा तार यसरी बाँधेर तार बाँधेको हुन्छ यस्तो देखिन्छ है तार बाँधे। अब ब्रासेस पनि हाम्रो सिरामिक र मेटलको छ है। यहाँ हेर्न सक्नुहुन्छ यो भनेको सिरामिक ब्रासेस हो। ओके, यो भनेको सिरामिक ब्रासेस, यो भनेको मेटल ब्रासेस। ओके, यो चाहिँ हजुरको एस्थेटिक हुन्छ है। यो टुथ कलरको हुन्छ एस्थेटिक हुन्छ। यो अलिक महँगो पर्न जान्छ है। अब यसरी तार बाँधेर हामी दाँत मिलाउन सक्छौं हैन। जस्तो सुकै दाँत भए पनि मजाले तार बाँधेर 1.5 वर्षदेखि लिएर 2 वर्ष जति समय लाग्न सक्छ हैन। त्यसपछि हाम्रो दाँत चाहिँ यस्तो हुन जान्छ। यु क्यान सी हियर, यु क्यान सी हियर। ओके, यति मजाले हाम्रो दाँत मिल्छ हैन। त्यही भएर कसैलाई यसो बाङ्गो टिङ्गो अगाडि पछाडि दाँत छ भने हैन तार बाँध्ने बारेमा सोच्नु हैन। थ्याङ्क यू फर वाचिङ and like and subscribe our channel. Meet you next time. Thank you.